फेरि 82 को एसएलसी को केन्द्र हट्यो भन्यो भने केन्द्र राज्यले जिम्मेवारी लिनुपर्छ भन्ने कुरा देखिन्छ। अहिले यो 5वटा स्कुल हटेको कारणहरूमा हामीलाई प्राप्त भएको रिपोर्टमा चाहिँ अमर्यादित ढङ्गले सञ्चालन गरेको, परीक्षामा भद्रगोल रहेको र गुनासो बढी आएको भनेको छ कुनै स्कुलमा, कतै चाहिँ गुनासो बढी आएको मात्रै भनेको छ, कहीँ चाहिँ 80 सालको परीक्षामा अत्याधिक चिट चोरेको पाइएको र मोबाइल समेत बरामद भएको परीक्षा केन्द्रबाट विद्यार्थीको बोजीबाट भनेर भनेको छ। त्यसपछि कहीँ चाहिँ गुनासो बढी आएको, चिट चोराएको, यसरी यो 5वटा स्कुलको चाहिँ गुनासो बढी आएको, चिट चोराएको, विद्यार्थीको बोजीमा मोबाइल प्राप्त भएको, शिक्षकले नै परीक्षा कक्षाभित्र गएर निरीक्षकले मोबाइलमा फोटो खिचेको र भित्र बसेर मोबाइलमा कुरा गरेको, यो सबै कारणको आधारमा हामीले अनुगमन टोलीले, हाम्रो अहिले 12वटा अनुगमन टोली छ, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले 12वटा अनुगमन टोली खटाएको छ। उहाँहरूले रिपोर्ट दिनुहुन्छ। उहाँहरूको रिपोर्टको आधारमा यसको असर चाहिँ फेरि 82 को एसएलसीमा पर्छ। यदि त्यो विद्यालयमा चिट चोराइएको पाइएको छ र यो हाम्रो सरले प्रस्तुत गरेका जति पनि कुराहरूको प्रावधानहरूमा केही तपाईँहरूले कैफियत गरेको भेटियो भने फेरि 82 को परीक्षा चाहिँ हामीले परीक्षा केन्द्र त्यो त्यस्ता स्कुललाई राख्दैनौँ। त्यो कुरो अहिले नै यहाँहरूलाई अनुरोध गर्न चाहे। अब 82 को लागि यहाँहरूले अहिले हामी सबै सरकारी कर्मचारी हौँ, राष्ट्रिय सेवा कर्मचारी हौँ, हाम्रो जिल्लाको परीक्षालाई मर्यादित बनायौँ भने यो परीक्षामा बरु थपौँ न, 42 को ठाउँमा 5 थपौँ, 47वटा केन्द्र बनाऊ, तर कुनै पनि केन्द्र हटाउन नपरोस्, त्यति चाहिँ म अनुरोध गर्न चाहन्छु। र अहिले सरले भनेको कुरामा 1-2टा कुरा चाहिँ म एकदम जोड दिएर भन्न चाहेँ। केन्द्र आक्षले चाहिँ मोबाइल प्रयोग गर्न पर्यो, तर अरू टिचरहरूले चाहिँ मोबाइल प्रयोग गर्न दिनु भएन। त्यो प्रधानाध्यापकको कार्यकक्षमा टिचरको मोबाइल राख्न पर्यो, नम्बर 1। नम्बर 2, कुनै पनि परीक्षार्थीले मोबाइल ल्यायो भने त्यसलाई सिज गर्नु पर्यो, किनभने प्रवेश पत्रको पछाडि लेखेको छ, सूचना जारी गरेको छ, माननीय मुख्यमन्त्रीको अध्यक्षताको कमिटीले निर्णय गरेर हामीलाई सर्कुलर गरेको छ। विद्यार्थीले परीक्षा हलभित्र मोबाइल प्रयोग गर्यो भने, मोबाइल देखियो भने त्यो मोबाइल सिज हुन्छ, लिलाम हुन्छ, पछि त्यो फिर्ता पाइँदैन। त्यो कुरा चाहिँ हाम्रो शिक्षा इकाइ कार्यालयबाट पनि आज सूचना जारी हुन्छ। यो कुरा यहाँहरूले पनि भनिदिनु होला। त्यो मोबाइल प्रहरीमा पठाइदिनु, प्रहरीमा तपाईँले पठाएर प्रहरीमा पठाइदिने, त्यो मोबाइल पठाइदिने, त्यो मोबाइल फिर्ता पाइँदैन, त्यो सिज हुन्छ त मोबाइल। अर्को चाहिँ यो परिचय पत्र, कुनै पनि परीक्षा केन्द्रमा परिचय पत्र नभएको कोही पनि व्यक्ति छिर्नै पाउँदैन। कोही पनि व्यक्ति परिचय पत्र चाहिन्छ। हाम्रो अनुगमन टोलीलाई पनि परिचय पत्र हुन्छ। परिचय पत्र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको परीक्षा समितिकोबाट जारी भएको एउटा परिचय पत्र हुन्छ। शिक्षा इकाइले तपाईँहरूको लागि परिचय पत्र जारी गरिदिन्छ। यति परिचय पत्र हुन्छ, हेर्नु होला। परिचय पत्र, परीक्षासँग सम्बन्धित परिचय पत्र नभएको कोही पनि व्यक्ति छिर्न पाएन। अर्को कुरो के हुन्छ भने कहिलेकाहीँ परिचय पत्र बोकेको अनुगमनकर्ता हुन्छ अनि उहाँहरूसँग सरसर्तै पछाडि चाहिँ विभिन्न बाहनामा, म पत्रकार हुँ भन्ने बाहनामा, म नेता हुँ भन्ने बाहनामा, म जनप्रतिनिधि हुँ भन्ने बाहनामा भित्र छिरेको हुन्छ। कसैले पनि पाउनु भएन। पर्यवेक्षण गर्न पाइयो बाहिरबाट, तर परीक्षा हलभित्र बस्न पाइएन। त्यो कम्पाउन्डभित्र तोकिएको सुरक्षाकर्मी भन्दा भित्रपट्टि जानलाई परिचय पत्र चाहियो। अनि कसैले पनि परीक्षाको बारेमा केही सोध्न चाहनुभयो भने अब हामीले हरेक दिन बेलुका शिक्षा इकाइ कार्यालयबाट प्रेस रिलिज हुन्छ। आज दिनभरिको परीक्षामा के अवस्था रह्यो भनेर प्रेस रिलिज पनि हुन्छ। उहाँहरूको फेसबुक पेज पनि छ, EDCU भन्ने 12 भनेर फेसबुक पेज छ, EDCU 12 भन्ने फेसबुक पेजबाट पनि उहाँले आफ्नो सूचनाहरू हाल्नुहुन्छ र प्रेस रिलिज पनि हुन्छ। र कोही जनप्रतिनिधि मध्ये पनि प्रमुखज्यूहरू, नगर प्रमुख, गाउँपालिकाको अध्यक्षज्यूले केही चाहनुहुन्छ, प्रदेश सभाको सदस्यज्यूले केही चाहनुहुन्छ, मन्त्रीज्यूले, पूर्व मुख्यमन्त्रीले पूर्व मन्त्रीज्यूहरूलाई केही आवश्यक पर्यो भने उहाँ आउनुहुन्छ गेटमा, केन्द्र आक्षसँग समन्वय गर्नुहुन्छ। केन्द्र आक्षले आएर गेटमै परीक्षाको बारेमा उहाँले ब्रिफिङ गरिदिनुहुन्छ। तर तपाईँको समय भयो भने मात्रै। पहिलो प्राथमिकता परीक्षालाई मर्यादित बनाउने हो र पछि चाहिँ तपाईँले भ्याउनु भयो भने उहाँहरूलाई ब्रिफिङ गरिदिनु होला। होइन भने बेलुका फेसबुक पेजमा अथवा शिक्षाको फेसबुक ग्रुपमा या प्रेस रिलिजबाट थाहा पाइहाल्नुहुन्छ भनिदिनु पर्यो उहाँहरूलाई पनि। र गत सालमा भएका त्रुटिहरू यहाँहरूले नै उठान गर्नुभएको, कतिपय पालिकाको अध्यक्षज्यूहरू, वडा अध्यक्षज्यूहरू यो मेरो वडामा भएको स्कुल हो, हामी जान पाउनुपर्छ भन्नुहुन्छ, त्यसलाई हामी जान दिँदैनौँ। उहाँहरूलाई जानको लागि शिक्षा इकाइबाट जारी भएको पास चाहियो सबैलाई। त्यो कुरो यहाँहरूले पनि बुझ्नु होला। हाम्रो अनुगमनका सरहरूले पनि यो सुनिरहनु भएको छ। अर्को अब यो हामीसँग अब हामी अनुगमनकर्ताहरूलाई फाइल खडा गरेर दिन्छौँ, रत्नजीले टिप्नु होला। अनि अर्को चाहिँ कर्मचारी खटाउँदा, यहाँहरूले कर्मचारी खटाउँदा ध्यान दिनु होला है। प्रधानाध्यापकले कर्मचारी खटाउँदा त्यो जब 250-300 भत्ता पाउनको लागि आफ्ना साला साली, भान्जा भान्जी अथवा कोही मान्छे, गुटको मान्छे, कुनै सेटिङको मान्छे राख्नुभयो भने त राम्रो
त्यो टिचरै राख्नुहोस् तपाईँ। एक दुईवटा स्कुलमा त्यो पनि देखियो। आफ्नो मान्छे होइन कि परीक्षा राम्रोसँग सञ्चालन गर्नको लागि कस्तो मान्छे राख्ने यो कर्मचारी तपाईँले ध्यान पुर्याइदिनु होला। अर्को चाहिँ अब यो ओरिएन्टेसन दिने कुरा उहाँले जोड दिनुभएको छ। मैले पनि भन्छु परीक्षा सुरु हुनुभन्दा अगाडि ओरिएन्टेसन दिनु होला सबैलाई बोलाएर। परीक्षाका निरीक्षकहरूलाई त्यहाँ रहेका समन्वयकर्ता भन्छ लेख्ने मान्छे मुजुत्का गर्ने मान्छेलाई ओरिएन्टेसन दिनुहोस् र टाइममा परीक्षा सुरु गर्नुहोस् है। लाज मर्नुहुन्छ है। परीक्षा टाइममा सुरु भएन भने लाज मर्नुहुन्छ। परीक्षा चाहिँ बरु त्यो दिन बिहानै जानुहोस् न। अनि फेरि पहिलो दिन मात्रै यहाँहरूलाई अलिकति बोझ हो सरहरूलाई। पहिलो दिन अलिक चाँडै जानु होला। भोलिपल्टदेखि सेट भइहाल्छ नि। पहिलो दिन चाहिँ हजुरहरूले 1 घन्टा अगाडि नै पुग्नु न, 1.5 घन्टा अगाडि पुग्नुहोस्, 1 घन्टा अगाडि बोलाइदिनुहोस्। 1 घन्टा अगाडि बोलाएर पहिलो दिन ओरिएन्टेसन गरेपछि त दोस्रो दिनदेखि हजुरहरूलाई सहिलो भइहाल्छ नि, केही समस्या छैन। अर्को चाहिँ अब यो अनुगमन टोलीले हामीले गठन गरेको अनुगमन टोलीले सरहरूलाई पनि सम्झने गर्नुहुन्छ। यहाँहरूको मोबाइल उहाँले प्रयोग गर्नुमा फोन गर्नुहुन्छ। उहाँहरू आउनुभन्दा अगाडि अथवा केही भयो भने उहाँले सुझाव पनि दिनुहुन्छ। त्यसलाई यहाँले त्यो फिडब्याकको रूपमा लिनु होला। अनुगमनकर्ताले दिएको सुझाव फिडब्याकको रूपमा लिनु होला र अनुगमनकर्ताहरूले रिपोर्ट गर्नुहुन्छ लास्टमा कुन स्कुलमा कस्तो परीक्षा सञ्चालन भयो भनेर। त्यो रिपोर्टलाई हामीले आधिकारिक मान्छौँ। अनुगमनकर्ताको रिपोर्ट नै हाम्रो आधिकारिक डकुमेन्ट हुन्छ। त्यो कुरा यहाँहरूलाई जानकारी गराउन चाहेँ। र अब अघि सरले धेरै कुरा भनिसक्नु भएको छ र यो तपाईँको यो पावर पोइन्ट प्रेजेन्टेसन चाहिँ 12जना अनुगमनकर्ताहरूको मोबाइल इमेलमा हालिदिनु होला। र अरू कुरा केही हाम्रो सबै अभियान हामी एउटै फ्यामिलीका मेम्बर हौँ। हामी सबैको अभियान भनेको अबको एसएलसी एससी परीक्षा मर्यादित सञ्चालन गर्ने मात्रै हो। हामी कसैको नियत खराब छैन मलाई लाग्छ। हामी सबैको ध्यान त्यही केन्द्रित छ। खालि के भन्दाखेरि हल्का रूपमा नलिनु होला यसलाई। एकदम टाइममा भन्दा के हुन्छ त चलाइरहेको त 20वटा त चलाइयो भने तर 20वटै परीक्षामा ढिलो पुग्ने। 20वटा चलाइयो भने तर 20वटै परीक्षा एउटै ढङ्गले चाहिँ सञ्चालन गर्ने। त्यो भनेको त भएन। सङ्ख्याले मात्रै उमेरले मात्रै अनुभवले मात्रै पनि हुँदो रहेछ। अरू बेला अघि पछि के गर्नुभयो अघि के गर्नुभयो थाहा छैन। तर अहिलेको परीक्षा मर्यादित अझ मर्यादित हुनु पऱ्यो, अझ व्यवस्थित हुनु पऱ्यो। र यो कुरामा हाम्रो ढङ्गबाट अनुगमन पनि हुन्छ। अब अनुगमन टोलीको सिफारिसको आधारमा राम्रो परीक्षा सञ्चालन भएको कहाँ हो भन्ने कुरा पनि हामीले आइडेन्टिफाई गर्छौँ। हामीले गर्न सक्ने रिवार्ड के हुनसक्छ हामी हेर्छौँ। त्यो विषयमा पनि सरकारबाट उठान पनि भएको छ। त्यो पनि हामी हेर्छौँ। र बिचमा प्रमुख जिल्ला अधिकारीको नम्बर, प्रहरीको प्रमुखको नम्बर अनि अनुगमनकर्ताहरूको नम्बर पनि तपाईँले दिनु होला। हामी सेयर गर्छौँ। प्रमुख जिल्ला अधिकारीको नम्बर यहाँहरूसँग कतिपय सरहरूलाई मैले फोन गरेर हुन्छु। अनि यो प्रमुख जिल्ला अधिकारीको नम्बरबाट को बोल्नुभएको भन्नुहुन्छ। कम्तीमा नि 10 वर्षदेखि सिडिओ र एसपीको नम्बर एउटै छ। शिक्षक प्रज्यूहरूले त कम्तीमा नि सिडिओ र एसपीको नम्बर त मुखाएर हुनु पऱ्यो नि, अथवा मोबाइलमा त सेभ त गरिदिनु पऱ्यो। 98 550 07777 सिडिओको भयो। 98 550 05555 एसपी साहबको भयो। त्यो 10 वर्ष भयो जस्तो लाग्छ मलाई। एउटै नम्बर हो। त्यो चाहिँ कम्तीमा सरहरूले प्रज्यूहरूले त्यो राख्नु होला। अघि पछि पनि काम लाग्छ यहाँहरूलाई। त्यो ख्याल राख्नु होला। र 98 550 07777 प्रमुख जिल्ला अधिकारीको, 98 550 05555 प्रहरी प्रमुखको। यति नम्बर चाहिँ हजुरहरूले सेभ गर्नु होला। केही पऱ्यो भने हामी तपाईँहरूसँग दौडिहाल्छौँ, आइहाल्छौँ। तपाईँहरूको लागि भरपुर सुरक्षा, सबै सुरक्षा प्रबन्ध हामीले मिलाउँछौँ। तपाईँलाई कुनै पनि प्रब्लम पऱ्यो, कसैले धाक धम्की दियो, कसैले अमर्यादित ढङ्गले बोल्यो, हामीलाई भन्नुहोस्, हामी संरक्षण गर्छौँ। तपाईँहरूले चाहिँ कृपया परीक्षा मर्यादित गर्ने क्रममा गत साल जसरी चलाउनु भएको थियो राम्रो काम गर्ने सरहरूलाई अनुरोध गर्न चाहेँ। यहाँले त्योभन्दा राम्रो गर्नु होला। कसैलाई होइन मैले गरेको परीक्षामा अलिकति गडबड भयो, मैले अलिक तलमाथि गर्न सकिनँ, अलिक समन्वय गर्न सकिनँ भन्नेले अलिक राम्रो गरिदिनु होला। त्यो चाहिँ हामी अनुगमनबाट पनि पत्ता लगाइहाल्छौँ। म पनि स्वयं सबै स्कुलमा पुगिहाल्छु। हाम्रो अनुगमनका सरहरू पनि पुग्नुहुन्छ। सुरक्षाकर्मी साथीहरूको आफ्नै च्यानलबाट रिपोर्टिङ पनि हुन्छ। यदि भन्न चाहेँ अरू सामग्रीहरू कुल्ने कुरा, अरू प्रत्यक्ष फोकल पर्सन चाहिँ हाम्रो शिक्षा इकाइको प्रमुखजी हुनुहुन्छ। उहाँसँग समन्वय गर्नु होला। अब सरलाई पनि मैले रोकिरहेको छु। उहाँको सर भइसकेको छ, अख्तियार दुर्पकमसँग आएन। तपाईँ यो परीक्षा सञ्चालन गरेर मात्रै जानु होला भनेर रोकेको छु सरलाई। अब त्यो हिसाबले पनि सरले अहिले यो परीक्षालाई धेरै सहयोग गर्नुभएको छ। सर भएर पनि बसिदिनु भएको छ। यो परीक्षा सकिएपछि मात्रै उहाँलाई रमना दिएर पठाउने भनेको छ। हामीले सबै